भ्रष्टाचारीहरूले तकिया मुनि, सिरानी मुनि, डसना मुनि, तुलसीको मोठ मुनि पैसा गाडेर राखेका छन्। त्यसलाई अवैध गरिदिने हो भने भ्रष्टहरूलाई चोट पुग्थ्यो कि? यो भ्रष्टहरूले तकिया मुनि, सिरानी मुनि, डसना मुनि, तुलसीको मठ मुनि चाहिँ पैसा गाडेर राखेका छ। एकैचोटि अवैध गरिदियो भने यिनलाई त अलिअलि चोट पुग्थ्यो कि भन्ने थाहा रहेछ त अर्थमन्त्रीज्यूलाई भ्रष्टाचारीहरूले पैसा कहाँ कहाँ लुकाएर राखेको छ भन्ने कुरो। खोतलौँ न ती पैसा, सिरानी फुटाएर खोतलौँ, डसना उठाएर खोतलौँ, तुलसीको मोठमुनि खनेर खोतलौँ र ती सबै अवैध धनहरू राज्यको ढुकुटीमा लिएर आउँ र बनाइदिउँ अवैध। कसले छेकेको छ तपाईँहरूलाई? इतिहासकै सबैभन्दा बलियो 2/3 बहुमतको सरकार छ। सबै सरकारी निकायमा आफ्नै मान्छे नियुक्त गरिसक्नु भएको छ। त्यति मात्र हो र आर्मीले समेत तपाईँहरूलाई सहयोग गरिरहेका छन्। यस्तो उपयुक्त समयमा यस्ता काला धनहरूलाई राज्यको ढुकुटीमा ल्याउन नसके अरू कुन समयमा ल्याउन सकिन्छ? बताइदिनुहोस् त अर्थमन्त्रीज्यू। आरोप मात्रै लाउने होइन के, एक्सनमा आउनुहोस्, एक्सनमा।